सम्पूर्णमा नमस्कार। आज हामी कक्षा 7 मा सामाजिक समस्या र समाधान भन्ने एकाइ 4 अध्ययन गर्दैछु, जसमा विद्यार्थी भाइ बहिनीहरूले यहाँ हाम्रो समाजमा के कस्तो समस्या रहेछ भन्ने कुरा छलफल गर्दै लेख्दै हुनुहुन्छ र आफ्नो समाजमा भएका समस्याहरू पालै पालो प्रस्तुत गर्नु हुनेछ। अहिले छलफलको क्रममा हुनुहुन्छ उहाँहरू। छलफल पश्चात विद्यार्थी भाइ बहिनीहरूले आफ्नो भनाइ राख्दै हाम्रो समस्याहरू पहिचान गरिसक्नु भएको छ र अब हामीले समस्या पहिचान गरिसकेपछि हाम्रा मानव मूल्य मान्यताहरू के कस्ता छन्, हामीले कसरी आधार गर्नुपर्छ, सम्पूर्णमा नमस्कार। हिजोको क्लासलाई अब दाइजो अनि भेदभाव सुन्दा पनि दिक्क लाग्ने यी कुराहरू हैन त। यी त हाम्रै समाजका समस्या हुन्, जताततै देखिने। तर के यिनको समाधानै छैन त? पक्कै छ। आउनुहोस्, आज हामी यही सामाजिक समस्याहरू र तिनलाई समाधान गरेर एउटा सुखी समाज कसरी बनाउन सकिन्छ भन्ने बाटो खोज्नेछौँ। ल, हाम्रो आजको छलफलको बाटो कस्तो रहनेछ त? पहिले त यो सामाजिक विकृति भनेको के हो त्यो बुझौँला। त्यसपछि यस्तो समस्या किन आउँछ त्यसको जरो खोज्नेछौँ, अनि समाधान के हुन सक्छ त त्यसमा पनि कुरा गर्छौँ। र सबैभन्दा महत्त्वपूर्ण, यो समाधानमा हाम्रो परिवारको र पुरै समुदायको के भूमिका हुन्छ त्यो पनि हेर्नेछौँ। ल, अब सुरु गरौँ पहिलो खण्डबाट। कुनै पनि समस्याको समाधान खोज्नुभन्दा पहिले समस्या नै के हो भनेर चिन्नु त पर्यो नि, होइन र? त्यसो भए यो सामाजिक विकृति भनेको आखिर के हो त? आउनुहोस् पहिले यही कुरा छर्लङ्ग पारौँ। एकछिन आँखा छिम्लेर सोचौँ त, हामीले आफ्नो गाउँठाउँमा, सहरमा या टिभी अखबारमा दिनहुँ कस्ता समस्याहरू देख्छौँ, सुन्छौँ। दिमागमा के कुरा आउँछ? हो, यहाँ केही मुख्य समस्याहरू छन् जसलाई स्रोतले औँल्याएको छ। बालश्रम, घरेलु हिंसा, दाइजो प्रथा अनि जाँड रक्सी र लागु पदार्थको दुर्व्यसन, त्यस्तै जुवातास, लैङ्गिक भेदभाव, छुवाछुत अनि अन्धविश्वास पनि छँदैछ। यी शब्दहरू मात्र होइनन्, यी त हाम्रो समाजका धेरै मानिसहरूले हरेक दिन भोगिरहेको तितो यथार्थ हुन्। त्यसो भए सामाजिक विकृति भनेको के रहेछ त? सजिलो भाषामा भन्दा यी यस्ता कामहरू हुन् जसले समाजले मानिआएको राम्रो मूल्य मान्यताको विरुद्ध जान्छन्। यिनले समाजमा अशान्ति ल्याउँछन् र हाम्रो सामाजिक सद्भाव र प्रगतिलाई हानि पुर्याउँछन्। ल, समस्या त चिनियो, तर अब प्रश्न उठ्छ, यस्तो किन हुन्छ त? यी समस्याहरू कहाँबाट उम्रिन्छन्? आउनुहोस् अब यिनको जरो खोतल्ने प्रयास गरौँ। स्रोतले 4वटा मुख्य कारणहरू देखाएको छ: चेतनाको कमी, अन्धविश्वास, बेरोजगारी र गरिबी। र हेर्नुस् त, यी सबै एक अर्कासँग कसरी जोडिएका छन्। चेतना नहुँदा मान्छे अन्धविश्वासमा फस्छ, अवसर नपाउँदा बेरोजगारी बढ्छ, जसले गरिबी निम्त्याउँछ। यो त एउटा कहिल्यै नटुङ्गिने दुष्चक्र जस्तै हो, जसले समाजलाई अगाडि बढ्न नै दिँदैन। तर राम्रो कुरा के हो भने कारण थाहा पाएपछि समाधानको बाटो पनि खुल्छ। अब हामी त्यही दुष्चक्रलाई तोडेर एउटा राम्रो समाजतिर कसरी जान सकिन्छ भन्ने उपायहरूमा ध्यान देऊ। यहाँ समाधानका 4 बलिया स्तम्भहरू छन्। जनचेतना र शिक्षा फैलाउने, जसले अन्धविश्वास हटाउँछ, रोजगारीका अवसरहरू सृजना गर्ने, जसले गरिबीसँग लड्छ,
भएका कानुनलाई कडाइका साथ लागू गर्ने ताकि गलत काम गर्नेलाई डर होस् र सबैभन्दा माथि समुदायमा मेलमिलाप र सहयोगको भावना जगाउने। ल यी त भए ठुला ठुला कुरा, तर यो सबै परिवर्तनको सुरुवात कहाँबाट हुन्छ? हामीबाटै हुन्छ, व्यक्ति र परिवारबाट। एकजना व्यक्तिले पनि धेरै फरक पार्न सक्छ, जस्तै अन्यायको विरुद्ध बोल्ने, खराब बानी र सङ्गतबाट टाढा रहने, अन्धविश्वासलाई ठाडै अस्वीकार गर्ने, सबैसँग नम्र र सम्मानजनक व्यवहार गर्ने अनि कतै गैरकानुनी काम भएको देखेमा खबर गर्ने। सानो सानो प्रयासले ठुलो परिवर्तन ल्याउँछ। अनि व्यक्तिको निर्माण कहाँ हुन्छ? परिवारमा। त्यसैले त भनिन्छ परिवार हाम्रो पहिलो विद्यालय हो। यो भनाइले नै परिवारको महत्त्व कति छ भनेर स्पष्ट पार्छ। हो, परिवारले नै सानैदेखि बालबालिकालाई राम्रो संस्कार र सामाजिक नियम सिकाउँछ। आमाबुबा आफै राम्रो रोल मोडल बन्नुपर्छ, छोराछोरीको सङ्गत र गतिविधिमा ध्यान दिनुपर्छ र घरमा माया र सम्मानको वातावरण बनाउनु एकदमै जरुरी छ। जब हरेक घर, हरेक परिवार बलियो हुन्छ तब त्यसको असर पुरै समुदायमा देखिन्छ। अब व्यक्ति र परिवारबाट माथि उठेर पुरै समुदायको सामूहिक शक्तिले कसरी स्थायी परिवर्तन ल्याउन सक्छ त्यो हेरौँ। समुदायमा परिवर्तन ल्याउन धेरै संस्थाहरूको हात हुन्छ, जस्तै विद्यालय, प्रहरी, हाम्रो स्थानीय गाउँपालिका वा नगरपालिका, अनि आमा समूह, युवा क्लब, स्वास्थ्य चौकी र सहकारी संस्थाहरू। यी सबै मिलेर एउटा बलियो टिम बन्छ। ल अब एउटा साँचो र प्रेरणादायी कथा सुनौ। स्रोतले एउटा यस्तो गाउँको उदाहरण दिएको छ जहाँ सबै मिलेर असम्भवलाई सम्भव बनाए। त्यो गाउँको नाम हो सुखमय गाउँ। उनीहरूले कसरी सफलता पाए त? हेर्नुस् त, शिक्षक र विद्यार्थी मिलेर चेतनामूलक पोस्टर बनाए, सामुदायिक प्रहरीले चोरी र अपराध घटायो, आमा समूहहरूले घरेलु हिंसा, जाँड रक्सी र जुवातास विरुद्ध अभियान नै चलाए, अनि प्रौढ शिक्षा कार्यक्रम पनि सुरु गरियो। सबैजना आफ्नो ठाउँबाट लागे। यति मात्र होइन, उनीहरूले कृषि सहकारी पनि बनाए। यसले गर्दा सदस्यहरूले व्यापार व्यवसाय गर्न ऋण पाए र आफ्नो आर्थिक अवस्था सुधार्न सके। याद छ नि, गरिबी पनि त समस्याको एउटा मुख्य जड थियो। र यो सबैको परिणाम साँच्चीकै प्रेरणादायी। त्यो गाउँमा अपराध घट्यो, घरेलु हिंसा कम भयो, अन्धविश्वास हट्दै गयो र आर्थिक अवस्था पनि बलियो भयो। साँच्चीको सुखमय गाउँ बन्यो। यो कथा सुनेपछि अब अन्तिम तर सबैभन्दा महत्त्वपूर्ण प्रश्न, सुखमय गाउँबाट प्रेरणा लिएर हामीले आफ्नो समुदायलाई सुखमय बनाउन आजैदेखि चाल्न सक्ने पहिलो कदम के हुन सक्छ? सोच्नु होला है त। विद्यार्थी भाइ बहिनीहरू समस्या समाधान गर्नको लागि विभिन्न कार्यक्रम गर्ने योजना बनाउँदै अरूका कुरा सुन्न छोडिदेऊ है साथी, अरूका कुरा सुन्न छोडिदेऊ है साथी, विश्वासको यो हाम्रो जगतलाई राखौ है सबैभन्दा माथि, विश्वासको यो हाम्रो जगलाई राखौ है सबैभन्दा माथि। मलामीहरू गइसकेपछि मेलामा भेटौला, मलामीहरू गइसकेपछि मेलामा भेटौला, कथामा कहिल्यै छुट्दैनौँ हामी, कथामा भेटौला, कथामा कहिल्यै छुट्दैनौँ हामी, कथामा भेटौला। साथी, धन्यवाद। यसरी विभिन्न कार्यक्रम मार्फत यस विषय समापन भएको छ। धन्यवाद।